म चाहिँ नेपाली भाषा सिकाउँछु, त्यसैले विभिन्न ठाउँका मानिसहरू भेट्ने र उनीहरूको संस्कृति र खानाको बारेमा जान्ने मौका पाउँछु। आज मेरो साथीको फियोन्सेले सरप्राइज खाना बनाउँछु भन्नुभयो। नाम सुन्दा त खत्रै होला जस्तो लागेको थियो, तर हेर्दै गर्दाखेरि त किमा र राजमा सँगै पकाउने रहेछ। यो भाषा पनि कस्तो अचम्मको है। भाषाको सुरुवात कहाँबाट भयो भन्ने बाइबल पढेर मात्रै थाहा पाएँ। त्यति बेला सबैजना एउटै भाषा बोल्ने र सँगै बस्ने गर्थे। अनि उनीहरूले एउटा सहर र स्वर्गैसम्म पुग्ने धरहरा बनाएर आफ्नो नाउँ राखौँ र हामी पृथ्वीभरि जताततै नछर्यौँ भनेर सोचे र त्यो बनाउन लागे। मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनु भयो अनि परमप्रभुले भन्नुभयो, यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन। आओ तल ओर्लेर गई तिनीहरूको भाषा खलबल्ल पारिदिउँ र तिनीहरूले एक अर्काको बोली नबुझुन्। तब परमप्रभुले त्यहीबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तित्तर बित्तर पारिदिनु भयो र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए। यसरी पो भाषाको सुरुवात भएको रहेछ। के तपाईँलाई यो थाहा थियो? तपाईँहरू कतिवटा भाषा बोल्नुहुन्छ? हेर्नुहोस् न, कति धेरै भाषा छ। देश अनुसार फरक, जाति अनुसार फरक। यो अचम्मको कुरा छैन त?